सो गाइस, बुलडग र करेन्ट मन नपर्ने चाहिँ कमै मात्रामा होला हैन। मेरो हाइट चाहिँ फेरि नसक्ने भयो। ल ठिक छ, हामी चाहिँ आज गफ गर्दै चाउचाउ बनाऊँ है त। मलाई एकदम ठिक छु। हजुरहरूले कस्तो छ? आई होप सबैले सन्चै छ होला हैन। तर मलाई चाहिँ मेरो जिन्दगीले चाहिँ एकदम नराम्रोसँग रुवायो कठैभरिलाई। मलाई चाहिँ यो प्याजले अथवा जिन्दगीले जसले रुवाए पनि म चाहिँ आज तपाईहरुले एकदम राम्रो कुरा गर्न आएको छु है साथीहरु। ध्यान दिएर सुनौँ यहाँ। हामी धेरै जसो मान्छेले चाहिँ एकदम टिकटक चाहिँ चलाइरहेको हुन्छ हैन, तर टिकटकको चाहिँ सही सदुपयोग गरेको छैन के है। हामीले अहिले चलाइरहेको यो सबै टिकटकहरु आलु नै हो के, आलु आइडी हो के प्राय जसो। हामीले चाहिँ फ्रान्स, अमेरिका, जापानहरुको जुन आइडी खोलेर हामीले 10,000 फलोवर्स र 1 लाख भ्युज पुगाउन सक्यो भने चाहिँ हाम्रो चाहिँ पैसा भिडियोबाट आउने चान्सेसहरु हुन्छ हैन। तर हामीले सकिरहेको छैन किनकि हामी नेपालमा छौं नि त, अथवा युरोप कन्ट्रीमा छौं नि त, त्यसैले हामी सकिरहेको छैन। गाइस, सक्नेले चाहिँ आफ्नो को जापानतिर हुनुहुन्छ भने आइडी नयाँ बनाएर 10,000 फलोवर्स पुर्याउनुस् अनि 1 महिनामा भिडियो हालेर पुरा मोनेटाइज गर्नुस् के आइडी हैन। पछि थोरै मिलाउनु भनेको पेमेन्ट सिस्टम हो हैन, त्यो मिलाउनु पर्छ। त्यहाँको मान्छे आफ्नो भएपछि हामी भाइरलै हुनु पर्दैन। तर हाम्रो भिडियोबाट पैसा आउँछ गाइस। कहिले हो मेरो पालो? तर मैले टिकटक मोनेटाइज गर्न नसके पनि मैले फेसबुकले चाहिँ मोनेटाइज गर्ने निर्णय गरेको छु गाइस। मेरो भिडियोहरु वाच गर्दिनु होला है। तपाईहरुको धर्म लाग्छ मेरो भिडियो वाच गर्दिनु फेसबुकमा आएर गाइस। भोलि गएर मैले पैसा निकालेपछि फेरि मन दुखाउन पाउँदैन नि, त्यही भएर अहिले उ गर्दियो, म पनि हेल्प गर्दिन्छु नि है।